लु नमस्कार। हामी चाहिँ तमुलो सारको उमा चाहिँ कहाँ रहेछ त नि भनेर चाहिँ डुम्रीमा चाहिँ हामी तमुलो सार कहाँ लागेछ भनेर चाहिँ खोज्दै हिँड्रहेछ। आज चाहिँ तमुलो सारको दिन सम्पूर्ण गुरुङ जातिहरूलाई चाहिँ होइन, गुरुङ अनि गैर गुरुङ सबैलाई तमुलो सारको हार्दिक मङ्गलमय शुभकामना। देश तथा विदेशमा रहनुहुने सबैजनालाई तमुलो सार 2082 होइन नाग वर्गलाई चाहिँ बिदाई गर्दै घोडा वर्गलाई चाहिँ वेलकम गरेको यो उपलक्ष्यमा सबैजना देश तथा विदेशमा बस्नुहुने सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। हामी यतिखेर डुम्रे भन्सार मौसममा चाहिँ आएको बेलामा चाहिँ यहाँ भन्सारमा पनि मेला लाग्छ अरे होइन। भन्सारमा पनि गुरुङहरूले लोसार मनाउँछ होइन। त्यो मेला चाहिँ हेर्न जान लागिरहेछ। थोरै म्युजिक बजेको सुनिसकेको थिएँ। यहाँ यही त एउटा हो अरे। यहाँ साथीहरू पनि जाँदै हुनुहुन्छ, साथीहरू भन्दा पनि दाईहरू हुनुहुन्छ। दाईहरूसँग चाहिँ आएको म बिहानै एकदम शीतलहर चलिरहेछ। मौसम एकदम बिन्दास छ होइन, शीत परिरहेछ। अहिले यहाँ चाहिँ फुटबल खेल्ने ठाउँ जस्तो छ। फुटबल भलिबल चाहिँ भलिबल त होइन होला, बिचमा ऊ छैन, फुटबलको रहेछ, पोस्ट रहेछ, पोस्ट होइन। माथिपट्टि पनि रमाइलो रहेछ ठाउँ है। ल सबैजनालाई तमुलो सारको शुभकामनासँगै आजको दृश्य यता भानु 1 तिरको दृश्य देखाइरहेको छौँ। तनहुँमा छौँ हामी यतिखेर, गृह जिल्लामा तनहुँमा छौँ हामी। मेरो गृह जिल्ला तनहुँ सबैजनालाई वेलकम छ। हामी चाहिँ केही समयपछि हामी यहाँ म्युजिक बजिसकेको सुनिसक्नु भयो होला हजुरहरूले। अब त्यहीँ गरेर देखाउँछ है त के हुन्छ। ल यहाँ चाहिँ तमुलो सारको घर देखाउँछ होइन। तमुलो सारमा यस्तो गीत बज्दैछ। तमुलो सार यहाँ मनाउँदो रहेछ। तमुलो सारको भान्साघर फाल्ने ठाउँ। ल बास चाहिँ खतरा छ। कुहिरो लागेको छ बाहिर चाहिँ, कुहिरो लागेर बदङ्स छ। बनमारा फुल फुलेछ, बनमारा पनि राम्रो देख्दो रहेछ। फुल फुलेला सबै कुरा राम्रो देख्दो रहेछ अहिले त। ल यो चाहिँ मनेथान चाहिँ के भन्छ यसलाई होइन, यो गुरुङहरूले गरेर भन्छ। सबै भिडियो बनाएँ है मैले। तनहुँको भन्सार स्थित आज लोसरको अवसरमा गुरुङहरूको पर्व लोसरको अवसरमा आज के कस्तो भइरहेछ, गुरुङ समुदाय भन्सारबाट कति नजिक कस्तो कार्यक्रम गर्नुहुन्छ भनेर त्यो अवसरमा हामीले बुझ्नको लागि आइरहेको थियौँ। भन्सार नजिकै सेवा बइन्छ त अलिक टाढै भयो के अरे होइन। नाइसाटार नजिकै चाहिँ यहाँ 32 घर धुरी हुनुहुँदो रहेछ। त्यो अवसरमा चाहिँ हामीले हेर्ने मौका पायौँ। अहिले चाहिँ बिहानै शीतलहरको कारणले अलिक चिसो छ। त्यो कारणले गर्दाखेरि चाहिँ धेरै समुदाय, धेरै चाहिँ व्यक्तिहरू आउनु भएको छैन। अहिले हामीले के छ रमाइलो भनेर वस्तु अवस्थाबारे बुझ्न आएको थियौँ।
अहिले जस रमाइलो छ बेलुकी रमाइलो हुने अपेक्षा राखेका छौँ हामी पनि यता मसोको कार्यक्रम सिद्धाएर बेलुका आउने कार्यक्रम छैन त है त्यही हो अनि अलिकति टुसो लाउनु पाएदेखि तातो हुन्थ्यो उमाल्ने कार्यक्रम भइरहेछ भुटन बनाउने बनाउँदैछ नि त दाइको चाहिँ के छ त अनि तम्लो सारको उपलक्ष्यमा के छ मेरो सबैलाई नमस्कार मेरो नाम हो कमल गुरुङ म गोर्खातिरको यसपालि घर जान पाइएन अब यतै गुरुङ समाज खोजेर साथीभाइ मिलेर रङरस रमाइलो गर्नु छ आउनु होला हजुरहरू पनि के चाहने त बेलुका दाइ बेलुका अब धेरै त नहान्ने 2-3 ग्लास भयो हुन्छ म चाहिँ माझी समुदायको मैले चाहिँ मेरो परिचय दिन पाइनँ अघि दानुभाइले अकस्मात मलाई क्यामेरा त्यहाँ सरिहाल्नु भयो म चाहिँ माझी समुदायको हो मेरो नाम राजन माझी माझी समुदायको भए पनि यो गुरुङहरूको लोसार मनाए जस्तै 15 पुस हामीहरूमा पनि मनाउने चलन छ जस्तो अब हाम्रो त अब अन्त के भनिन्छ कतै चाम्रे के भनिन्छ हाम्रो चाहिँ विशेष गरी लट्टे अनादिको चामलबाट बनेको लट्टे त्यसमा चिनी हालेर गुलियोहरू अनि त्यसपछि मसिनोको चामललाई घिउ हालेर बनाएर खाने चलन छ जस फ्यामिली बसेर हाम्रो पारिवारिक रमाइलो हुन्छ हाम्रो पनि लोसरै एउटा पाटो लोसरहरूको गुरुङ समुदायले त्यसरी मनाउँछ नि हामीले पनि त्यसरी मनाउने गरेका छौँ जे भए पनि हामी रमाइलो मनाउँछौँ उहाँले लोसरको नामले मनाउनु हुन्छ भने हामी 15 पुसको नामले चाहिँ रमाइलो मनाउने गरेका छौँ धेरै धेरै धन्यवाद छ हाम्रो दाइहरूलाई त्यतिखेर चाहिँ हाम्रो डुम्रेमा चाहिँ एक्सपोज गरिरहेको छ यो भिडियो होइन डुम्रे भन्सार डुम्रे नजिकै भानु नगरपालिका हामी यहाँ रमाइलो गरिरहेको छौँ लोसारको बेला छ सबैजनालाई देश तथा विदेशमा बस्नुहुने होइन गुरुङ जाति गैर गुरुङ सबैलाई चाहिँ यो लोसार 2082 को हार्दिक मङ्गलमय शुभकामना छ पछाडि चाहिँ हाम्रो दाइले खतरा बजाउँदै हुनुहुन्छ एकचोटि बजाएर देखाइदिनु दाइ ल हाम्रो केबी दाइको यो कलालाई चाहिँ सबैले सम्मान स्वरूप ताली बजाइदिनु होला यो हात काटेर ताली बजाउनु मिलेको छैन जे पनि हको लागि यति चाहिँ गर्न सक्छु ओके बाई बाई यो चाहिँ रोड आइपुग्यो हामी चाहिँ अहिले चाहिँ रोडमा चाहिँ यस्तो राम्रो घर पनि छ अनि ठ्याक्क लगाएर यत्रो चौतारा पनि छ अगाडि अन्त बच्चाहरू खेल्दो रहेछ यहाँ अनि ट्याक्क हाम्रो साथीहरू चाहिँ दाइहरू चाहिँ अगाडि गइसक्नु भएको छ यहाँ चाहिँ चौतारा दामी चौतारा छ होइन यो बाटो रहेछ अघि हामी गएको अनि तल मन्दिरहरू पनि छ यहाँ चाहिँ बन्दै गरेको भवनहरू पनि छ मन्दिरहरू पनि राम्रो छ यहाँ है कडा छ कडक छ राम्रो छ यता लोसारको बेला घुम्ने अवसरमा यस्तो भिडियो बनाइयो है त सबैजनाले हेरिदिनु होला धन्यवाद कि कतिले तन मन धनले सहयोग गर्नुपर्छ हाम्रै गाउँठाउँमा हाम्रै आँगनीमा लागिरहेको यो महोत्सव सफल पार्ने हामी तपाईँ सबैको यो महत्त्वपूर्ण जिम्मेवारी हो कि होइन हजुर र हामी स्याक रेडी गर्दैछौँ अब तपाईँलाई हामी काउन्टडाउन सुरु गर्छौँ ओके अब काउन्टडाउन गरौँ पशुपति शर्मालाई बोलाउँदा हुन्छ ओके 5 बाट जाऊ है त 5 4 3 ओके अब एकपटक जोरदार ताली अनि हल्ला सँगै स्वागत गरौँ आजको विशेष आकर्षण राष्ट्रिय लोक तथा लोकगीत गीत प्रतिष्ठान नेपाल केन्द्रका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लोकप्रिय लोकगोरी गायक आदरणीय दाइ पशुपति शर्मालाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु धेरै धन्यवाद छ प्यारो भाइ जगत गौडेल जो राष्ट्रिय लोक तथा लोकगीत गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा संहिताको अध्यक्ष पनि हुनुहुन्छ प्यारी बहिनी अनुप्रति सम्मान छ अत्यन्त मिठो बोली अनि दोहोरी गर्नुपर्छ सबै राम्रो बोलेको थियो सुनाइ बिगाऱ्यो बुढो भएर नि भर्खर भयो
मान्छेको बुढाबर भर हुन्छ हजुर भर्खरकै भर भयो यो अनुमोहन त लगभग 3 महिना जेटिसकेको थियो जगतमा त गाउँमा सहयोग दौडे हो हाम्रो कुरै आयो गोरु चरा आयो धेरै धन्यवाद छ भाइप्रति बहिनीप्रति भानुनगर उद्योग वाणिज्य सङ्घ भन्सार समितिका अहिले कार्यक्रम आयोजना गरेको छ आज संस्थाका अध्यक्ष आदरणीय शम्भु श्रेष्ठ लगायत सम्पूर्ण कार्य समितिप्रति सम्मान छ हाम्रो भानुनगर उद्योग वाणिज्य सङ्घबाट आदरणीय कृष्ण दाई लगायत सबैलाई सम्मान छ बोल्दा बिग्रै क्षमा गर्नु होला लगायत मेरोभन्दा धेरै मिठो सरका धनी दाईहरू भाइहरू वाद्यवादन हुनुहुन्छ उहाँलाई पनि सम्मान छ सबैलाई सम्मान व्यक्त गरेर अहिले यहाँ नाच्ने बहिनीहरू अत्यन्त मिठो नाच्नु भएको थियो सुरुमा नाच्ने डल्लेल बहिनीको त खत्रै थियो नाच बहिनीप्रति सम्मान छ सबैप्रति फेरि है सम्मान व्यक्त गर्दै अगाडि बस्नुभएका मेरा बुवामा दाजुभाइ दिदीबहिनी सासू ससुरा साला साली सबैलाई नमस्कार है खोइ त तनाउको हल्ला सुनाउ त ल है यो हल्ला गर्नु भने बेलुका झपक्क निर्लाउँछ खाएको पच्छ क्या त्यो भएर यहाँ दिदीबहिनीलाई पनि धेरै देखाएको छु मलाई त्यसको बेला साह्रै माया पनि गर्नुहुन्छ कहिले हे जम्मने जान्छेउरा माया पोखरा फेवाताल घुम्नलाई हे जम्मने जान्छेउरा माया पोखरा फेवाताल घुम्नलाई भन्न पनि मायाहरू भएको थियो हे मेरो माया बसेको ठाउँमा बत्ती बाल्नै पर्दैन सबैले काम बरु अहिले पैसा बाँड्न लाग्यो नि हे मेरो माया बसेको ठाउँमा बत्ती बाल्नै पर्दैन स्याङ्जा जानी बाटैमा तनाउ बिर्सी जानी हो स्याङ्जा जानी बाटैमा तनाउ बिर्सी जानी सारङ्गी राई राई भयो जीवा हे सारङ्गी राई राई भयो जीवा हे म कति राम्रो छु लाइटै बालेर हे म कति राम्रो छु लाइटै बालेर बैमानी त पैसा रहेछ सबै कुरो हे बैमानी त पैसा रहेछ सबै कुरो यदि भएपछि मेरो पैसा नि पाएको ओके सबैको त्यो कर्मठ कामला 1 घन्टा पुरै भनेको छ कहाँबाट सुरु थाहै छैन सुरुमा 2 टुके देखिदिउँछु काम्पायन डिग्री पास गरेर भैँसी पाले गाउँतिरै झरेर चिन्ता छैन केही मलाई अमेरिका यही मलाई जापान पनि यही मलाई बेलायत पनि यही हो कि होइन हो अहिले त भन्ने बेला हो भन्ने गरे 12 सकेपछि स्वाट अस्ट्रेलिया हो फेरि यसले तै पनि मैले फेरि मलाई अमेरिका भन्छु सबैले यही भन्नु है कस्तो सुन्छ ल त हे मलाई अमेरिका मलाई जापान पनि मलाई बेलायत नि हे लैनो भैँसी दुन्छु 2 गिलास दुध खान्छु हे मलाई बियर पनि मलाई हुस्की पनि टोपीलाहरू बा पिटिकै बोल्नु यस्तो चिसो चिसो मौसम छ बेलुका चिरिपा 2 प्याक भन्ने बाचाका कुरा भैँसी पाले गाउँतिरै झरेर चिन्ता छैन मलाई अमेरिका मलाई जापान पनि मलाई बेलायत लैनो भैँसी दुन्छु 2 गिलास दुध खान्छु हे मलाई बियर पनि मलाई हुस्की पनि मलाई खुसी पनि